धेरै मेहनत गरेर पढ्यो तर परीक्षाको बेला वा केही दिनपछि चट्टै बिर्सियो। यो त कतै पढेको जस्तो लाग्छ तर ठ्याक्कै याद आएन। यस्तो अनुभव त हामी सबैले गरेकै छौँ होइन त? आजको यस विश्लेषणमा स्वागत छ, जहाँ हामी लामो समयसम्म पढेको कुरा कसरी सम्झिने र सिकाइलाई कसरी साँच्चै प्रभावकारी बनाउने भन्ने बारेमा कुरा गर्नेछौँ। अब सोचौँ त, पढेको कुरा यति छिट्टै किन बिर्सिन्छ? खासमा यो प्रश्नले हामी धेरैलाई सताउने गर्छ, तर नआत्तिनुस्, यो एउटा एकदमै सामान्य मानवीय प्रक्रिया हो। आज हामीसँगै मिलेर हाम्रो स्मरण शक्तिको पछाडि लुकेको विज्ञानलाई बुझ्नेछौँ र यसलाई कसरी बलियो बनाउन सकिन्छ भनेर केलाउनेछौँ। आजको हाम्रो एजेन्डा यस्तो छ। पहिलो, हामी किन बिर्सिन्छौँ? दोस्रो, सम्झना शक्ति बढाउने उपायहरू। र तेस्रो, हाम्रो दिमागलाई कमजोर बनाइरहेका ती बानीहरू। भाग 1, हामी किन बिर्सिन्छौँ। ल, अब यसैबाट सुरु गरौँ। हेर्नुस्, हाम्रो दिमागले कुनै पनि जानकारीलाई मुख्यतया 3वटा चरणमा प्रोसेस गर्छ। पहिलो, ध्यान अर्थात् एटेन्सन। दोस्रो, भण्डारण वा स्टोरेज। र तेस्रो, सम्झना अर्थात् रिकल। विचार गरौँ त, यदि हामी मोबाइल चलाउँदै पढिरहेका छौँ भने त्यो पहिलो चरण अर्थात् एटेन्सनमै ब्रेक लाग्छ, अनि ध्यानै पुरा भएन भने त्यो कुरा लामो समयसम्म दिमागमा बस्ने त कुरै भएन नि। अनि यो तथ्याङ्क सुन्दा त झन अचम्म लाग्न सक्छ। अनुसन्धानहरूले के देखाउँछन् भने यदि हामीले पढेको कुरालाई रिभाइज गरेनौँ वा दोहोर्याएनौँ भने सिकेको धेरै जसो जानकारी मात्र 24 घण्टाभित्रै हाम्रो दिमागबाट पुरै गायब हुन सक्छ। भनेपछि पहिलो पटक जतिसुकै ध्यान दिएर पढे पनि त्यसलाई जोगाउन थप मेहनत त पक्कै चाहियो। त्यसो भए समाधान के त? आउनुहोस्, सम्झना शक्ति बढाउने 7वटा वैज्ञानिक उपायहरूबारे कुरा गरौँ। पहिलो र एकदमै महत्त्वपूर्ण उपाय हो एक्टिभ रिकल अर्थात् सक्रिय सम्झना। किताब अगाडि राखेर मात्र पढ्नु पटक्कै पुग्दैन। पढेपछि किताब बन्द गरेर मैले भर्खरै के पढेँ भनेर आफैलाई प्रश्न सोध्ने बानी बसाल्नुपर्छ। यसरी आफैलाई प्रश्न गर्दा हाम्रो दिमागको राम्रो कसरत हुन्छ र स्मरण शक्ति एकदमै बलियो बन्छ। अनि अर्को छ स्पेस्ड रिपिटिसन। यो निकै गजबको तरिका हो। परीक्षाको अघिल्लो दिन लगातार 5 घण्टा घोटिएर पढ्नुभन्दा त्यही कुरालाई दिन 1, दिन 2, दिन 4 र दिन 7 गरेर फरक फरक दिनमा थोरै थोरै समय दिएर दोहोर्याउनु धेरै गुणा बढी प्रभावकारी हुन्छ। यसरी समयको ग्याप राखेर पढ्दा जानकारी दिमागमा गहिरोसँग सेट हुन्छ। अर्को काम लाग्ने उपाय भनेको भिजुअल नोटहरूको प्रयोग हो। हाम्रो दिमागले अक्षरहरूभन्दा चित्र र रङ्गहरूलाई धेरै छिटो प्रोसेस गर्छ। त्यसैले पढ्दा माइन्ड म्याप बनाउने, फ्लो चार्ट प्रयोग गर्ने र मुख्य कुराहरूलाई हाइलाइटरले रङ्गाउने गर्दाले पछि सम्झिन एकदमै सजिलो हुन्छ। यो त एउटा सर्टकट जस्तै हो। अब कुरा गरौँ फोकसको। गहिरो ध्यान वा डिप फोकससँग बलियो स्मरण शक्तिको सिधा कनेक्सन हुन्छ। पढ्दै गर्दा गीत सुन्ने, मोबाइलको नोटिफिकेसन हेर्ने बानीले हाम्रो एकाग्रतालाई पुरै खाइदिन्छ। त्यसैले अध्ययन गर्दा एक पटकमा एउटै मात्र काममा ध्यान दियौँ। जति गहिरो ध्यान त्यति नै बलियो सम्झना। सिम्पल। अर्को रोचक प्रविधि हो फाइनम्यान टेक्निक। विज्ञानले के भन्छ भने यदि हामीले सिकेको कुनै पनि गाह्रो कुरालाई एकदमै सरल भाषामा अरू कसैलाई बुझाउन सक्छौँ भने बल्ल हामीले त्यो कुरालाई साँच्चै नै बुझेका छौँ। अरूलाई सिकाउने अभ्यासले हाम्रो आफ्नो सिकाइलाई एकदमै क्लियर बनाउँछ। अनि निद्रालाई हामी स्मरण शक्तिको चार्जरकै रूपमा लिन सक्छौँ। दिनभरि पढेका कुराहरूलाई दिमागले राति सुतेको बेला मात्रै सही ठाउँमा सेभ गर्ने काम गर्छ। यदि दैनिक 7 देखि 8 घण्टाको गहिरो निद्रा पुगेन भने दिमागले ती कुराहरूलाई सेभ गर्नै भ्याउँदैन अनि हामी पढेका कुराहरू छिटै बिर्सिन्छौँ। साथै शारीरिक स्वास्थ्य र दिमागको पावर बीच गहिरो सम्बन्ध छ नि। शरीर स्वस्थ भयो भने पो दिमाग मस्त चल्छ। नियमित हिँडुल गर्ने, फलफूल र बदाम जस्ता पौष्टिक खानेकुरा खाने र प्रशस्त पानी पिउने बानीले दिमागको स्पिड बढाउन सिधै मद्दत गर्छ। भाग 3, दिमाग कमजोर बनाउने बानी। अब कुरा गरौँ ती बानीहरूको जसले हाम्रो मेहनतमा पानी फेरिरहेका छन्। हाम्रो ध्यान भङ्ग गर्ने धेरै कुराहरू छन्। अत्यधिक सोशल मिडियाको प्रयोग, राति अबेरसम्म जागराम बस्ने बानी, धेरै तनाव, पढेका कुराहरू दोहोर्याउन अल्छी गर्ने, अनावश्यक कुराहरू धेरै सोच्ने अर्थात् ओभरथिङ्किङ र मोबाइलको लत। यी सबैले हाम्रो दिमागको ब्याट्री ड्रेन गर्छन्। यस्ता बानीहरूलाई आजै चिनौँ र आफ्नो रुटिनबाट हटाइहालौँ। अन्त्यमा यो कुरा सधैँ याद राखौँ है, स्मरण शक्ति भनेको जन्मजात नै बलियो वा कमजोर हुने कुरा बिल्कुलै होइन।
यो त एउटा मांसपेशी वा मसल जस्तै हो जसलाई निरन्तर अभ्यासले जति पनि बलियो बनाउन सकिन्छ। सही तरिका अपनायौँ भने हामी जो कोहीले पनि आफ्नो सम्झने क्षमता बढाउन सक्छौँ। ल अब विचार गरौँ त आज हामीले चर्चा गरेका यी वैज्ञानिक प्रविधिहरूमध्ये कुन चाहिँ प्रविधिलाई आजैदेखि लागू गरेर आफ्नो स्मरण शक्तिको मसललाई बलियो बनाउने हो त? सिकाइको यो यात्रामा यी उपायहरू पक्कै पनि गेम चेन्जर साबित हुनेछन्। आजको यस विश्लेषणमा सँगै रहनुभएकोमा धन्यवाद। निरन्तर सिक्दै अगाडि बढौँ।